हेलो साथीहरु, गुड मर्निङ एन्ड नमस्कार। साथीहरु, सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा गरेको छु अनि स्वस्थ अनि व्यस्त हुनुहुन्छ होला भन्ने पनि आशा गरेको छु। साथीहरु, मेरो नयाँ ब्लगमा यहाँहरुलाई स्वागत छ। साथीहरु, मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइबको बटनलाई दबाइदिनु होला र सँगै रहेको बेल आइकनलाई पनि दबाइदिनु होला ताकि मेरो नयाँ भिडियोहरु हजुर सामु अपलोड गर्न साथ तुरन्त आइपुगोस्। भन्दै आउनुहोस् आजको न्यू ब्लग सुरु गरौँ। साथीहरु, आज चाहिँ म अक्ट्रस MP4 2016 मोडलको अक्ट्रसको बारेमा केही जानकारी दिन गइरहेको छु। हुन त विदेश आएर चलाउने साथीहरुलाई त खासै यसको त्यति मतलब नहोला, तर पनि नयाँ साथीहरु जति पनि नयाँ नेपालबाट भर्खर हुनुहुन्छ नयाँ साथीभाइहरुको लागि यो विशेष भिडियो बन्न सक्छ र उहाँहरुलाई अलिकति केही हदसम्ममा राहत पनि मिल्न सक्छ। अलिअलि कुनै पनि कुराहरु गर्नु र एकैचोटी गर्नुभन्दा अगाडि केही जानकारी भएको राम्रो हुन्छ भन्दै आउनुहोस् सुरु गरौँ। साथीहरु, यो देख्न सक्नुहुन्छ मेरो यो गाडी अक्ट्रस मर्सिडीज बेन्जको अक्ट्रस MP4 कम गाडी हो। यो चाहिँ 2016 मोडलको गाडी हो। हेर्न सक्नुहुन्छ मेरो सता पछाडि चाहिँ सता, यसलाई अब ढाला नभएको सता भन्न सकिन्छ। यो चाहिँ ट्रेलर हो, 12 व्हीलवाला 12 चक्के। पछाडि चाहिँ एक साइडमा 3 व्हील हुन्छ, 3 एक्सल, सिंगल टायर, तर टायर एकदम हेभी लागेको हुन्छ पछाडि। अनि यो ट्रेलर, आउनुहोस् यसको केही फिचरहरू जानकारी दिन चाहन्छु। साथीहरु, यो चाहिँ हेर्न सक्नुहुन्छ तपाईहरुले, यो चाहिँ रेडिएटरको वाटर ट्याङ्की हो। यसको रेडिएटर चाहिँ यहाँ तल हुन्छ हैन। यो चाहिँ यो हस पाइप मार्फत गएको। अब सबै गाडीमा यो सिस्टम सबैको एउटै नै हो। सानो गाडीहरुमा चाहिँ कोही डाइरेक्ट लगाउने सिस्टम हुन्छ। यो चाहिँ हेर्न सक्नुहुन्छ, यो रेडिएटर हो, वाटर ट्याङ्की। अनि यसैगरी साथीहरु, यो चाहिँ एसी फिल्टर, एयर फिल्टरको हो यो चाहिँ हैन। अब यो सबै कम्प्युटर बक्सहरु हो, सबै यो चाहिँ वायरको बक्सहरु हो यिनीहरु। अनि यो देख्न सक्नुहुन्छ, यो चाहिँ ब्रेक बुस्टर। यसबाट चाहिँ तपाईको टायरमा हावा पनि प्रेसर, हामीले हावा पनि हाल्न सक्छौं है साथीहरु। यो देख्न सक्नुहुन्छ, यसलाई यसरी निकालेर यहाँबाट चाहिँ हामीसँग अब यदि पाइपहरु छ भने हामीले टायरमा हावा पनि यसबाट हाल्न सक्छौं साथीहरु। यो दुईटा दिएको छ यसबाट। यो चाहिँ यहाँबाट हामीले टायरमा हावा पनि हाल्न सक्छौं हैन। प्रेसर कम भयो भने यहाँबाट हामीले गर्न सक्छौं। र साथीहरु, यसमा अगाडिपट्टि खासै केही छैन। अब यिनीहरु यो सबै एसी को हो, यो देख्न सक्नुहुन्छ। यसमा चाहिँ विशेष गरी के छ भने सिस्टम साथीहरु, आयल चेकिङको सिस्टम हुँदैन। हेर्नु, यो फुल्ली अटोमेटिकली हो। यसमा आयल गेज चाहिँ दिएको हुँदैन साथीहरु। यो चाहिँ भित्र कम्प्युटरबाटै चेक गर्नुपर्ने हुन्छ। अरूमा अब अरू गाडीहरुमा यस्तो साइडमा चाहिँ दिएको हुन्छ भने यसमा चाहिँ त्यो हुँदैन। यसमा भनेको हामीले चेक गर्ने भनेको खाली यो पानी मात्रै हो साथीहरु। र साथीहरु, यसैगरी यो चाहिँ अब एयर फिल्टरको, यसमा चाहिँ MP4 मा चाहिँ एयर फिल्टर उठाउनको लागि यो क्याबिन उठाउन पर्ने हुन्छ हैन। एयर फिल्टर चाहिँ यहाँ दिएको हुन्छ यसरी। अहिले अब क्याबिनले गर्दा अलिकति राम्रो देखिएको छैन। यो चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ, त्यो चाहिँ एयर फिल्टरको बक्स हो हैन साथीहरु। त्यो चाहिँ अब बाहिरपट्टिबाट यो 8 नम्बरको चाबीले खोल्न सकिन्छ साथीहरु। यसैगरी अब यो सबै यो अब वायरहरु यो भइहाल्यो। एउटा ह्यान्ड ब्रेकहरुको यो वायर, एउटा बिजुली वायर, इलेक्ट्रिक वायर भइहाल्यो साथीहरु। यो चाहिँ अब हामी भित्र हेरौँ। साथीहरु, देख्न सक्नुहुन्छ, यो चाहिँ 3 स्टेप उक्लेपछि हामी माथि क्याबिन भित्र प्रवेश गर्न सक्छौं। गाडी चाहिँ यो 3.5 मिटर 3 मिटर अग्लो हुन्छ साथीहरु। 3 मिटर अलिकति केही हदसम्म अग्लो छ साथीहरु यो गाडी चाहिँ। साथीहरु, अब आउनुहोस् भित्रको बारेमा पनि म तपाईहरुलाई जानकारी दिन चाहन्छु। भित्रको यसको फिचरहरुको बारेमा, यसको सिस्टमहरुको बारेमा, यसको सबै फंक्सनहरुको बारेमा पनि यहाँहरुलाई म जानकारी गराउन चाहन्छु। आउनुहोस् अब सुरु गरौँ अगाडि हाम्रो क्याबिन भित्रको सिस्टमहरुको बारेमा है त। साथीहरु, तपाईहरुले हेर्न सक्नुहुन्छ, यो चाहिँ भित्रको सिस्टमहरु हो, भित्रको क्याबिन भित्रको हो। यो चाहिँ मेरो चाहिँ
माथि हेर्न सक्नुहुन्छ। अब यहाँ चाहिँ हामीले विभिन्न चिजहरू राख्नको लागि सामानको लागि योहरू ऱ्याकहरू दिएको हुन्छ। यसो हेर्न सक्नुहुन्छ तपाईहरुले आफ्नो कपडादेखिबाट अब आफ्नो सामानहरू सबै राख्नलाई क्याबिनमा दिएको हुन्छ। साथीहरु यो चाहिँ सिस्टम अब यसको इलेक्ट्रिक कन्ट्रोलरै हो यो सबै सिस्टम साथीहरु। यसबाट चाहिँ तपाईले अब यसको किलोमिटर कति गुड्यो के गुड्यो यसमा के छ सिस्टमहरू देखिबाट के भइरहेछ देखिबाट यहाँ चाहिँ तपाईहरुले प्रिन्ट गरेर यसलाई चाहिँ सबै जानकारी लिन सक्नुहुन्छ। साथीहरु हेर्न सक्नुहुन्छ यहाँ चाहिँ यसरी पेपर यसरी राखिएको हुन्छ। तपाईले यसमा चाहिँ सिस्टम अब हेरेपछि सिस्टमहरू के प्रब्लम छ यताउति छ किलोमिटरहरू देखिबाट हरेक कुराहरू चाहिँ यसले अटोमेटिकली प्रिन्ट गरेर निकालिदिन्छ। र यो पनि चिप सिस्टम हो साथीहरु कार्डको सिस्टम हैन। यो खासै यहाँ चाहिँ खासै युज हुँदैन यो दुईटै। अब यो दुईटै अब यसले आफ्नो काम चाहिँ गरिरहेको हुन्छ। यसको काम यति मात्र नभइकन सबै सिस्टमहरूलाई कन्ट्रोल गर्ने काम पनि यसले गर्छ हैन साथीहरु। अनि अब यसमा चाहिँ अब प्रिन्टहरू एटीएम यो अर्को यो चिप्सहरू हाल्ने सिस्टम चाहिँ यहाँ खासै हुँदैन, सबै क्यान्सल छ यहाँतिर चाहिँ। युरोपतिर चाहिँ यो सबै चल्छ भन्छन् साथीहरु हैन। त्यसैगरी देख्न सक्नुहुन्छ यो अब हाम्रो यस्तो छ। यो चाहिँ मेरो अब यो सिंगल बेडको गाडी हो साथीहरु। यसमा चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ अब एकजना चाहिँ मजाले आरामले सुत्न सकिन्छ। कोहीमा चाहिँ तपाईको साथीहरु यहाँ डबल बेड पनि हुन्छ फोल्डिङ वाला। यसमा डबल बेड नै हुन्छ। मेरो चाहिँ सिंगल बेडको हो साथीहरु। यो चाहिँ क्याबिन यो चाहिँ यस्तो छ देख्न सक्नुहुन्छ। अब यतापट्टि कन्डक्टर सिट भइहाल्यो यो हैन साथीहरु। अब यो भित्रको सिस्टमहरू यसरी तपाईहरुले सबै देख्न सक्नुहुन्छ। आउनुस् अब यसको सिस्टमहरुको बारेमा जानकारी लियौं साथीहरु। यो चाहिँ अब हाम्रो चार्जिङ पोइन्ट। यसबाट हामी 24 भोल्ट आउँछ साथीहरु। यसबाट चाहिँ हामीले यहाँबाट गर्न चार्जहरू मोबाइल चार्जदेखिबाट हरेक कुराहरू चार्ज गर्न सकिन्छ। त्यसैगरी यतापट्टि छ यो चाहिँ 12 भोल्टको हो साथीहरु। यसबाट चाहिँ 12 भोल्ट मात्रै आउँछ। अब यो देख्न सक्नुहुन्छ यो म्युजिक प्लेयर भइहाल्यो हैन साथीहरु। यसमा डिभिडी पनि लाग्छ, ब्लुटुथ अब सबै लाग्छ। यो मोबाइल फोनको सिस्टमहरु भइहाल्यो साथीहरु। यसैगरी यो तलको चाहिँ एसी को हिटरदेखिबाट हरेक कुराहरू यो एसी को भइहाल्यो हैन साथीहरु। अनि यो अब इन्डिकेटर रातो इन्डिकेटरको यो सबै सिस्टमहरु अब त्यो बटमहरु सबै भइहाल्यो हैन। अनि यसमा विशेष चाहिँ के छ भने सिस्टम साथीहरु यो देख्न सक्नुहुन्छ। यो चाहिँ साँचो गाडीको MP4 गाडीको साँचोहरु र MP5 को साँचो चाहिँ यस्तो हुन्छ साथीहरु। यसको अगाडिपट्टि चिप सिस्टम लागेको हुन्छ। यो चाहिँ तपाईको यसरी यहाँ प्रेस गरेर हामीले यसरी बाहिर निकालेर यसले ढोका अन अफ पनि गर्न सकिन्छ, लक पनि गर्न सकिन्छ हैन साथीहरु। यसलाई प्रेस गरे फेरि पछाडी ताने यसरी लक हुन्छ। अनि यो साँचो हाल्ने ठाउँ देखिहाल्नु भयो, डिभिडी प्लेयरको जस्तो देखिन्छ। यसलाई यहाँ हामीले यसरी साँचो हालेर ठ्याक्क भित्र प्रेस गरिसकेपछि अनि यो स्विच चाहिँ साथीहरु स्टार्ट स्टप यसैले स्टार्ट पनि यसैले हुन्छ, स्टप पनि यसैले हुन्छ साथीहरु। यसलाई प्रेस गरेपछि स्टार्ट हुन्छ, प्रेस गरेपछि फेरि अफ हुन्छ साथीहरु स्टार्ट। यसैगरी अब यो मोबाइल स्ट्यान्ड यो सबै अब यहाँको यो अब 12 भोल्टेजको यो बेलुनको कन्ट्रोलर यिनीहरु सबै यो देख्न सक्नुहुन्छ। यसको चाहिँ यो ह्यान्ड ब्रेक भइहाल्यो साथीहरु। यो ह्यान्ड ब्रेक यो चाहिँ गाडी सिस्टम तपाईहरुको साथीहरु फुल्ली अटोमेटिकली गाडी हो, फुल्ली अटोमेटिक। यसमा क्लचलेस गाडी हो साथीहरु। यसमा क्लच हुँदैन र ह्यान्ड गियर पनि हुँदैन हैन। यो तपाईहरु देख्न सक्नुहुन्छ। यसमा चाहिँ एक्सिलेटर र ब्रेक मात्र हुन्छ। उतापट्टि क्लचको जग्गामा चाहिँ यस्तो हुन्छ साथीहरु, केही पनि हुँदैन, पुरा खाली हुन्छ है त। र यसैगरी अब यो फुल्ली अटोमेटिकली MP4 गाडी हो साथीहरु। यो हेरिहाल्नु भयो हैन। र यसैगरी साथीहरु यो चाहिँ हाम्रो गियर साथीहरु है। यो चाहिँ गियर लिभर। अब गियर लिभर भने नि जे भने नि यसले स्टेपरको काम पनि यसैले गर्छ। स्टेपर अब यो 1 स्टेप 2 स्टेप 3 स्टेप 1 2 3 स्टेपसम्म यसले स्टेपरको काम गर्छ साथीहरु हैन। अनि यो गियर साथीहरु हामीले अगाडि बढाउनलाई डी मा राखिदियो
डीमा राखिसकेपछि केही गर्नु पर्दैन साथीहरू। 12 नम्बरसम्म गियर छ यो गाडीमा। 12 नम्बरसम्म यो अटोमेटिकली चढाइ उकालोदेखि ओह्रालोदेखि सबै ठाउँमा, अब ओह्रालोमा धेरै ओह्रालोहरूमा हामीले म्यानुअल हानेर म्यानुअल गियर राखेर हिँडेको सेफ्टी हुन्छ साथीहरू। अनि सबै यसले अटोमेटिक खुदै आफ्नो सिस्टम आफै सेटिङ गर्छ। एनमा न्युट्रल भइहाल्यो साथीहरू। र यसै गरी अब रिभर्सको लागि आरमा हालिसकेपछि आरमा लगिहाल्यो। आरमा पनि 1 देखि 2 या 3 सम्म गियर हुन्छ साथीहरू। स्लो अनि हाई स्पिडको गियर हुन्छ। र यहाँ देख्न सक्नुहुन्छ तपाईँले यसै गरी यो अटो अनि यो म्यानुअल। हामीले यसलाई प्रेस गरिसकेपछि साथीहरू यसबाट तपाईँले एकचोटि प्रेस गर्दाखेरि यो अटोबाट म्यानुअलमा जान्छ। म्यानुअल भनेको चाहिँ तपाईँहरूले आफूले यसरी तलमाथि गरेर माथि गरे गियर बढ्छ, यसरी तल गरे गियर घट्छ साथीहरू। नगरिकन गियर अटोमेटिक जाँदैन। र अनिखेर यो अब अटो अनिखेर म्यानुअल अनि त्यसपछि पावर भन्ने हुन्छ। पावरमा राखिसकेपछि तपाईँले यसमा सी गियरको जस्तो काम गर्छ गियर हैन। सानो गियर लाग्छ अनि त्यसले उकालोमा पनि बिस्तारै हिँड्छ तर मजाले तान्छ साथीहरू। यो भइहाल्यो हैन साथीहरू। अब यो स्टेपरको प्लस इनर यो स्टेपर गियर सबै यसले काम गर्ने भयो। र साथीहरू यसै गरी देख्न सक्नुहुन्छ यो लेफ्ट साइडको यो चाहिँ हाम्रो वाइफरको र अनि इन्डिकेटर अनिखेर प्लस तपाईँको अब हेड डिम गर्ने काम पनि यसैले गर्छ हैन साथीहरू। यो चाहिँ तपाईँको हेड डिम पनि यसैले हुन्छ। र अनिखेर यो वाइफरको काम यो चाहिँ तपाईँको 4 स्टेपसम्म वाइफरको काम गर्छ हैन। अनि यसो कुनाको देख्न सक्नुहुन्छ यो चाहिँ हेडलाइटको भइहाल्यो। यसलाई एकचोटि अन गरे पार्किङ अनिखेर यो हेडलाइट प्लस यसमा एउटा खुफिया के हुन्छ भने प्रायः जसो मान्छेलाई थाहा हुँदैन यो चाहिँ हैन। यसमा चाहिँ तपाईँको तल जुन फक्स लाइट दिएको हुन्छ नि साथीहरू, त्यो फक्स लाइट पनि यसैमा हुन्छ है साथीहरू। यसलाई चाहिँ एकचोटि यसरी माथि प्रेस गरेर तान्नी, त्यो तानिसकेपछि चाहिँ फक्स लाइट बल्छ साथीहरू। अनि यसलाई फेरि तल यसरी अन गरिदियो, अफ गरिदियो, अफ गरिसकेपछि फक्स लाइट निप्छ। त्यो फक्स लाइट बाल्ने तरिकाहरू चाहिँ प्रायः जसो धेरै साथीहरूलाई थाहा नभएको मैले पाएको छु है। यसको यो सिस्टम भइहाल्यो। र साथीहरू अब यतापट्टि यसै गरी देख्न सक्नुहुन्छ यो चाहिँ अब मोबाइल फोनको उठाउने काट्ने सबै भइहाल्यो। यो स्पिड लिमिट हैन, अब कतिमा 60 70 80 कतिमा लिमिट बाँध्ने यो सबै यसमा सिस्टम छ। र अब गाडीको रेस अब कतिमा राख्ने यो सबै यसबाट सिस्टमहरू छ। र यसै गरी देख्न सक्नुहुन्छ यो चाहिँ माइनस प्लस तपाईँको गाडीको। अनि यो यसै गरी यो देख्न सक्नुहुन्छ यो चाहिँ फुल्ली अब गाडीको कम्प्युटर सेटिङ चाहिँ सबै यहाँबाट हुन्छ है साथीहरू। कम्प्युटर सेटिङ चाहिँ फुल्ली यहाँबाट हुन्छ सबै। अब यो चाहिँ उसबाट म्यानुअल भने जस्तै अब सबै सेटिङहरू यसबाट हुन्छ। र आउनुहोस् है त साथीहरू अब हामीले स्विच अन गरौँ, अन गरेर हेरौँ। एकचोटि यसलाई प्रेस गर्दाखेरि यसरी मर्सिडिज बेन्ज ट्रक यु क्यान ट्रस्ट यसरी आउँछ हैन साथीहरू। अनि त्यसै गरी तपाईँहरू यसलाई सेकेन्डचोटि प्रेस गर्दाखेरि चाहिँ यो यसरी स्विच अन हुन्छ साथीहरू। यसमा यो यसरी स्विच अन हुन्छ साथीहरू हैन, सेकेन्डचोटि प्रेस गर्दा चाहिँ। अनि अब पालो आयो यो बटमको साथीहरू, यहाँ देख्न सक्नुहुन्छ। अब पालो आयो यो बटमको हैन साथीहरू। यो ओकेलाई एकचोटि दबाएपछि साथीहरू यसको चाहिँ मेनु स्टार्टिङ हुन्छ। यसको ओकेलाई एकचोटि दबाइसकेपछि अनि ओके अब नेक्स्ट गर्दै गइसकेपछि अब यहाँ जस्तै यहाँ देख्न सक्नुहुन्छ मैले यो एकचोटि यसरी दबाएँ, फेरि यसलाई यसरी दबाउने, त्यसलाई फेरि अब यो अलिअलि सिस्टमहरू केही फाल्ट आएको पनि देखाइरहेको हुन्छ साथीहरू। अब यो यसरी सबै यसरी अब यसरी दबाएपछि यहाँ हेर्नु अब मेनुमा आयो। अब हामीले यहाँबाट सेकेन्डमा जाने अनिखेर फेरि सेकेन्डमा टेलिफोनको त्यो भयो, यो लेभल कन्ट्रोल भयो। हामीले चाहिँ यहाँ जानुपर्छ। यहाँ गइसकेपछि हामी चाहिँ यो रिसिभ प्रेसरमा गयौँ हैन। अनि यसलाई एकचोटि ओके गर्ने, ओके रिसिभ प्रेसरमा गएर साथीहरू अनिखेर तपाईँले देख्न सक्नुहुन्छ अब यो माथिको बटम साथीहरू, यो माथिको बटमलाई हामीले थिच्ने, यो तलको बटम थिच्ने, यो माथिको बटम चाहिँ तल र माथिको चेन गर्ने, यो दायाँ बायाँको चेन गर्ने, यस्तो हुन्छ साथीहरू। ओके गर्नलाई ओके भइहाल्यो। अनि यसरी अब तपाईँको यो माथिको बटन थिपेपछि हेर्नु अब यो अहिले यसले प्रेसरको बारेमा देखाइरहेछ, हावाको प्रेसर साथीहरू। यसमा स्विचहरू केही हुँदैन, सबै डिजिटल डिस्प्ले हो। यो हावाको प्रेसर अब यसरी यो अब प्रेसर अहिले 7 भन्दा कम छ। अनि एकचोटि थिच्नु अब यो अर्को आयो। अनि त्यस पछाडि अर्को अब यो नम्बर अफ इभेन्ट्स यो यसरी देखाएँ, अर्को थिच्नु यसरी आउँछ।
त्यस पछाडि यो टपमा फेरि थिचेपछि यहाँ हेर्नु है साथीहरू ओइल प्रेसर अब यो मैले चाहिँ बिहान भर्खर चाहिँ गाडी स्टार्ट गरेको थिएँ, त्यही भएर बिहान भन्नाले आधी घन्टा अगाडि गाडी स्टार्ट गरेको थिएँ, त्यसले गर्दाखेरि यो चाहिँ टप ओइल भनेर टप अफ ओइल भनेर देखाइरहेछ, नत्र भने यसमा ओके भनेर आउँछ साथीहरू। ओइल कम भयो भने लो ओइल भनेर आउँछ, अनि यसरी देखाउँछ। अब यो भइहाल्यो, यो अब गाडीको तलको किलोमिटर भइहाल्यो। फेरि थिच्यो भने अब टेम्परेचर यसै गरी देखाउँछ साथीहरू। यसमा अब यो कति हिट भइरहेछ के भइरहेछ, अनि अटोमेटिकली अब हिट भयो भने अटोमेटिकली पनि देखाउँछ। यसै गरी यो प्रेसर यसरी देखाउँछ साथीहरू। अनिखेर अब यो डिस्प्लेको सबै अब त्यो यो भइहाल्यो साथीहरू हैन। अनि यिनीहरूमा अब सबै यो व्हिलहरूको बारेमा, बम्फरहरू, बेलुनहरूको बारेमा, अनि त्यस पछाडि अब यसमा तपाईँहरूको यो स्पिड, अब यो चाहिँ स्पिड किलोमिटर भइहाल्यो साथीहरू। स्पिडमा चाहिँ अब तपाईँको रिसेट गर्ने स्पिड, यो तलको किलोमिटर रिसेट गर्नेदेखिबाट हरेक कुराहरू यसैमा हुन्छ साथीहरू। अब चाहिँ हामीले स्टार्ट गरौँ है त साथीहरू। त्यो स्टार्टको बटमलाई 2 देखि 3 सेकेन्डसम्म थिचिसकेपछि गाडी स्टार्ट हुन्छ साथीहरू। देख्न सक्नुहुन्छ मेरो गाडी स्टार्ट भइसकेको छ। यही हो यसको सिस्टमहरू बारेमा। अब हेर्नु साथीहरू, यो राइट साइडको अब देख्न सक्नुहुन्छ तपाईँहरूले, यो आरपिएम को मिटर भइहाल्यो हैन साथीहरू। त्यसै गरी साथीहरू यो चाहिँ रहेको छ युरिया। यो युरिया भनेको चाहिँ साथीहरू अहिलेको नयाँ फिचरको नयाँ मोडलको गाडीहरूमा डिजेल प्लस एउटा युरिया भन्ने लिक्विड हुन्छ साथीहरू। त्यो चाहिँ गाडीलाई एक्स्ट्रा पावर दिने काम गर्छ। त्यो युरिया हालिसकेपछि चाहिँ हाम्रो चाहिँ गाडीमा पेट्रोल हाले जस्तो पावर धेरै आउँछ साथीहरू। अनि यो चाहिँ युरियाको ट्याङ्की भइहाल्यो हैन। अनि त्यस पछाडि अब यो तपाईँको किलोमिटरहरू यो सबै देख्न सक्नुहुन्छ। अनि यतापट्टि अब यो टाइम, डेट, यो सबै गाडी कति चाहिँ बाहिर कतिको टेम्परेचर छ त्यो सबै यहाँ देखाउँछ। अनि त्यस पछाडि अब यो डिजेलको मिटर भइहाल्यो। त्यसै गरी यो किलोमिटर हैन, यो किलोमिटर 120 प्रति 1 आवर प्रति आवर चाहिँ 120 किलोमिटरसम्मको यसको चाहिँ स्पिड छ। अब यो सबै अब यो उहरू भइहाल्यो। यो सबै तपाईँ देख्न सक्नुहुन्छ। यो चाहिँ सबै कम्प्युटरको सिस्टमहरू चाहिँ यसमा देखाउँछ साथीहरू। जति पनि प्रब्लमहरूदेखिबाट हरेक कुराहरू सबै यसमा देखाउँछ साथीहरू। र यसो गरी अब मैले अघि सिकाइसकेको छु साथीहरू यो कसरी गर्ने भनेर। अब आउनु है त, म चाहिँ अब यहाँ तपाईँको गाडीलाई टीमा हालेर हेर्छु है त अगाडि। यो एकैचोटि 2 नम्बर गियर पक्ड्यो साथीहरू। यसमा अटोमेटिकमा के छ सिस्टम भन्दाखेरि, हाम्रो नेपालमा चाहिँ फर्स्ट गियर हालेर, नेपालमा मात्र नभइकन गाडीहरू फर्स्ट गियर या त ठुलो गाडी कमसेकम खाली छ भने 2 नम्बरसम्म हालेर उठाउन सकिन्छ हैन साथीहरू। यसमा पनि त्यस्तै सिस्टम हो साथीहरू। यसले चाहिँ तपाईँको कस्तो गर्छ भन्दाखेरि, तपाईँको चाहिँ यसले एकैचोटि खाली गाडी छ भने 4, 5 अनि सम्म बाटोमा 4, 5, 6 सम्म पनि यसले अटोमेटिकली लिन्छ हैन। यदि अलिकति उकालो जस्तो छ भने र यसले नतान्ला जस्तो छ भने आफूले फेरि गियर घटाउनु पर्छ, नत्र भने 4, 5 त्यसोमा उठेर हिँड्छ साथीहरू यो गाडी चाहिँ हैन। 12 नम्बरसम्म गियर छ। अनिखेर अब यो अब देख्न सक्नुहुन्छ यसरी न्युट्रल हैन। अनि तपाईँको न्युट्रल पनि 2 स्टेपसम्म हुन्छ साथीहरू। तललाई तल गरिदियो भने एनमा 2 मा यो यसरी 1 मा झऱ्यो हैन। अनिखेर यसलाई माथि गरिदियो भने 2 मा आउँछ। यो अटोमेटिक 2 मै बसिरहेको हुन्छ। अनि साथीहरू देख्न सक्नुहुन्छ यो अब आर, अब यो गइसकेको छ आर साथीहरू। आरमा चाहिँ म्यानुअलमा आउँछ साथीहरू। आरको पनि तपाईँहरू देख्न सक्नुहुन्छ। यो रिभर्स गियर पनि तपाईँको 1 गियर, यो 2 गियर, यो चाहिँ तपाईँको 2 गियरसम्म हुन्छ साथीहरू। 1 मा अलिक स्लो हुन्छ भने 2 मा अलिक स्पिड हुन्छ। यसै गरी यो देख्न सक्नुहुन्छ। र अहिले मैले हजुरहरूलाई देखाएको थिएँ यो म्यानुअल, हेर्नु है साथीहरू। अब यो हामीले न्युट्रलमा गऱ्यौँ। अनि गियर चाहिँ तपाईँको यो हेर्नु है, अब यो अटोमा छ अहिले, ए भएपछि अटोमेटिकमा छ। अनि यसै गरी एकचोटि दबाउँदा यो म्यानुअलमा जान्छ। म्यानुअलमा गइसकेपछि आफैले चेन्ज गर्नुपर्ने हुन्छ गियर। त्यस पछाडि यो अब अहिले पावर चाहिँ यो पावर हेर्न सक्नुहुन्छ। यो पावर साथीहरू, यो चाहिँ सी गियरको काम गर्छ साथीहरू। यसमा राखिसकेपछि जस्तो सुकै उकालोहरू, अब जे जस्तो सुकै भन्नाले जस्तो सुकै त होइन, तर गाडीले तान्न सक्नेसम्म 1 नम्बरमा नतानेको ठाउँमा तपाईँको यो पावर गियर राखेर हामीले चाहिँ अनिखेर पावरमा राखेर यसरी चाहिँ N1 बाट यसरी हामीले 1 नम्बर हालेर हिँडिसकेपछि साथीहरू गाडी मजाले उकालो चढ्छ है त साथीहरू। साथीहरू मैले तमाम जानकारी दिनलाई कोसिस गरेको छु साथीहरू। यो चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ, यहाँ फ्युज बोर्ड रहेको छ। धेरै साथीहरूलाई यो एउटा विशेष प्रब्लमको विषय पनि हो। फ्युज बोर्ड चाहिँ कहाँ हुन्छ, यसको कहाँ हुन्छ भनेर। यो लेफ्ट साइड कन्डक्टरको सिट मुनि चाहिँ टक्क फ्युज बक्स
फ्युज बोर्ड यहाँनिर हुन्छ साथीहरू। यसको चाहिँ यहाँनिर यो लक यो र यो उतापट्टि देख्न सक्नुहुन्छ। यसलाई हामीले यसरी तानेर यो गरिसकेपछि यतापट्टि यसो गरिसकेपछि यो फ्युज लक खुल्छ हैन। अनि त्यस पछाडि हामीले यसलाई यसरी तानेर बिस्तारै तानेर यस्तो गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ यसको तमाम फ्युजहरू चाहिँ सबै यहीँ यसरी राखिएको हुन्छ साथीहरू। सबै फ्युजहरू चाहिँ सबै यसको यहाँ हुन्छ। लेफ्ट साइडको कन्ट्रोलको सिट अगाडि यसको फ्युज राखिएको हुन्छ सबै यो फ्युज बक्स। किनकि नयाँ मान्छेहरूलाई अब यसको फ्युज कहाँ होला के होला कसो होला भनेर खासै हामीले अब यो कहिलेकाहीँ यो भनेको तपाईँको इन केस भन्ने हो हैन। कहिलेकाहीँ समस्या आइहाल्यो भने न फ्युज पो गएको छ कि भनेर हेर्ने चिज हो, नत्र भने खासै त्यस्तो समस्या हुँदैन। ओके साथीहरू, यहाँहरूले आशा छ यहाँहरूले हेरिसक्नुभयो MP4 2016 मोडल 2016 मोडलको MP4 गाडीको तमाम जानकारीहरू यहाँहरूले लिनुभयो भन्ने आशा गरेको छु साथीहरू। 2016 अब 13, 14, 15 सबै एउटै हो सिस्टमहरू। 16, 17 मा नयाँ मोडलको गाडी आएको छ साथीहरू। अर्को नयाँ मोडल पनि छ MP4, MP5 र MP4 को सिस्टमहरू लगभग सेम हो साथीहरू हैन। यसमा चाहिँ कुनै डाउट छैन, सबै सिस्टमहरू सेम हो। अलिकति सिस्टम अब फेरबदल केही छ, क्याबिनको फेरबदल केही छ, गाडीको लुक्सको फेरबदलहरू केही छ र बाँकी सबै कुराहरू सिस्टमहरू गियरदेखिबाट अब यो सबै कुराहरू बाँकी एउटै नै हो साथीहरू। आशा छ मेरो भिडियोले यहाँहरूलाई केही हदसम्म जानकारी मिल्यो होला भन्ने। साथीहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गरिदिनु होला। सब्स्क्राइबको बटनलाई दबाएर सँगै रहेको बेल आइकनको बटनलाई पनि दबाइदिनु होला ताकि मेरो नयाँ भिडियोहरू हजुरहरू सामु अपलोड गर्न साथै आइपुगोस् भन्दै यो चाहिँ भिडियो मन पर्यो भने प्लिज लाइक, कमेन्ट अनि सेयर गर्न नभुल्नु होला साथीहरू। हजुरहरूको माया र सपोर्टको मलाई खाँचो छ। यस्तै नयाँ भिडियोहरू, नयाँ भ्लगहरू मेरो चाहिँ भ्लगको च्यानलमा तपाईँहरू साउदीको विभिन्न देशहरू ठाउँहरूको विभिन्न लुक्स विभिन्न ठाउँहरूको यहीँ आएर हेर्न नपाए पनि मैले भ्लग मार्फत मेरो सबै डेली भ्लग मार्फत हजुरहरूलाई देखाउने कोसिस गर्ने नै छु र गरिरहेको पनि छु साथीहरू। प्लिज भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर पनि गर्न नभुल्नु होला भन्दै फेरि हामी अर्को भिडियो नयाँ भ्लगमा नेक्स्ट भ्लगमा फेरि भेट्ने बाचाको साथ अहिलेलाई बिदा हुन चाहन्छु। बाई बाई, नमस्कार, जय नेपाल।